धेरैले कमेन्ट गर्छ अरे मैले ट्राई गरेँ भएन अरे र कसरी डेटा बट हाल्नु अरे धेरैले ट्राई गर्छ हैन तर भएको छैन र त्यसको लागि यो भिडियो लिएर आज फुल हेर्नु है। यो भिडियो चाहिँ मैले सुरुदेखि नै फेरि एकचोटि बनाएर हाल्ने लागेको छु। तपाईं नेपाल एम्बेसीको लिङ्कमा जानु हैन, पेजमा गएर लिङ्क छ, त्यो लिङ्कमा क्लिक गर्नु अनि फर्स्ट तपाईको पासपोर्ट नम्बर, त्यसपछि तपाईको डेटा बटको लागि यहाँ कोनामा टिक लगाएको छु मैले है, त्यो कोनामा गएर थिचेको गर्नु के अनि तपाईको जब डेटा बट आइहाल्छ हैन, तपाईको जन्म मितिको डेट आउँछ त्यहाँ रोकेर अनि त्यहाँदेखि तारिख सिलेक्ट गर्नु कति तारिख हो, त्यहाँदेखि यहाँ सर्चमा हाल्दिनु, त्यहाँदेखि तपाईको पासपोर्टको पुरै डिटेलहरु आइहाल्छ हैन। त्यहाँदेखि हेर्न सक्नुहुन्छ तपाईको पासपोर्टको पुरै डिटेल आउँछ, यो मेरो हो, मेरो पुरै डिटेलहरु आएको छ। त्यहाँदेखि तपाई कुन देशमा बस्दै हुनुहुन्छ त्यहाँको चाहिँ सिलेक्ट गर्ने, कुवेतमा म छु कुवेत सिलेक्ट गर्छु, कुन सिटीमा म छु भनेपछि यहाँ खैतान मैले सिलेक्ट गरेको छु अनि त्यहाँको एम्बेसी पनि सिलेक्ट गर्ने, मैले कुवेतमा छु कुवेतको एम्बेसी सिलेक्ट गरेको छु अनि त्यहाँदेखि तपाई कुन काममा आउनुभएको छ, वर्कर हो कि स्टुडेन्ट हो कि टुरिज्म, मैले वर्करमा आएको वर्कर सिलेक्ट गरेछु। त्यहाँदेखि तल नम्बर हाल्नु अनि त्यहाँदेखि तल तपाई कम्पनीको नाम हाल्नु अनि तपाईको कम्पनी कहाँनेरि छ हैन त्यो कम्पनीको एड्रेस हाल्दिनु, त्यहाँदेखि तल कम्पनीको जीमेल हाल्नु, त्यहाँदेखि तल फेरि कम्पनीको नम्बर हाल्दिनु, कन्ट्याक्ट नम्बर, त्यहाँदेखि तपाई कति वर्ष हुनुभएको छ यो कम्पनीमा बसेको यो देशमा, मैले 4 वर्ष भयो, मैले 4 वर्ष हालेको छु। मसँग कतिजना मान्छेहरु सँगै हुनुहुन्छ, मसँग 20 जना हुन्छ हैन, 20 जना हालेको छु। त्यहाँदेखि तपाई तल आएर जीपीएस लोकेसन पनि हाल्न सक्नुहुन्छ, त्यहाँदेखि तपाई सुरक्षित हुनुहुन्छ नि सुरक्षितमा त्यहाँ ट्रेस गर्दिनु, त्यहाँदेखि तल आएर सबमिट गर्दिनु है, त्यहाँ देखाइहाल्छ तपाईको यो सबमिट भइसकेको छ भनेर र तपाईको